हामीसँग सब कुछ छ र पनि हामी भुल्न चाहिँ नसामा नै भुल्न कोसिस गरिरहेका छौँ। लाइफको सबैभन्दा वर्स्ट पार्टतिर नै भुल्ने प्रयास गरिरहेका हुन्छौँ। यो किन गरिरहेको हुन्छ होला जस्तो लाग्थ्यो कि मलाई। अनि अहिले मैले रियलाइज गर्न थालेँ, मानिसले हमेसा आनन्द चाहिरहेको हुन्छ, खुसी खोजिरहेको हुन्छ, आनन्द खोजिरहेको हुन्छ, प्रेम खोजिरहेको हुन्छ। अब आनन्द चाहिँ नसामा मिल्छ भनेर कुद्छ, आनन्द चाहिँ रक्सी चुरोटमा मिल्छ भनेर कुद्छ, दगुर्छ, एकछिन नसा खान्छ। नसा खाँदा जेल उसलाई सायद के फिल हुन्छ त्यो मलाई थाहा छैन, तर नसाको जुन लत छुट्छ, नसा छुट्छ, त्यस पछाडि त पुनः ब्याक टु लाइफ हो, ब्याक टु नर्मल लाइफ हो। अनि फेरि उसलाई त्यो नसा खाँदाखेरि चाहिँ बिर्सिएको भुलेको अनुभव फेरि लिन मन लाग्छ, अनि फेरि नसा खानको लागि प्रेरित हुन्छ। भनाइको अर्थ भुल्नु हामीले एउटा उद्देश्य राखेर लाइफको एउटा राइट पर्पोजतर्फ उन्मुख भएर, समाजतर्फ उन्मुख भएर हामी बसेको, हामी उभिएको ठाउँलाई बेटर बनाउनको लागि त्यो पर्पोज राखेर त्यस्ता कुराको नसा लाग्नुपर्ने हो। कर्मको नसा लाग्नुपर्ने हो, भक्तिको नसा लाग्नुपर्ने हो, सत्सङ्गको नसा लाग्नुपर्ने हो, सही सङ्गतको नसा लाग्नुपर्ने हो, होइन? तर नसा के को लागिदिन्छ? नसाको, होइन? नसा के को लागिदिन्छ? नसाको। खोजेको आनन्द अर्कै हो। आनन्द केबाट रहेका छौँ? नसाबाट। यो पनि मेरो पनि नसा हो। यो रुखको नजिक बस्नै पर्ने, पुतली उडेको हेर्नै पर्ने, चरा उडेको हेर्नै पर्ने, चरा कराएको हेर्नै पर्ने, यो मेरो नसा हो। मैले यो नसा पिइरहेको हुन्छु। नसा त चाहिन्छ जीवनमा। मैले तपाईँहरूलाई भन्न खोजेको, नसाको बाटो त्यागिदिनुहोस्, नसाको बाटो नहिँड्नुहोस्, सही नसातर्फ उन्मुख हुनुहोस्। सही नसा, भक्ति पनि नसा हो, सत्सङ्ग पनि नसा हो, शास्त्र अध्ययन पनि नसा हो, सही सङ्गत पनि नसा हो, होइन? प्रकृति पनि नसा हो, प्रेम पनि नसा हो। पछि सबै कुरा छुट्दै गएपछि भगवान् गौतम बुद्धले भने जस्तो शून्यको बोध, आदिगुरु शङ्कराचार्यले भने जस्तो शून्यलाई पनि साक्षी भावले हेर्ने चेतन तत्त्व तिमी हौ भन्नुभएको छ नि। त्यहाँसम्म सही नसातर्फ उन्मुख भएपछि, सही नसालाई जीवनमा आत्मसात गरेपछि प्राप्त गरिन्छ मित्रहरू। यसकारण ड्रग्स खाएर झुल्ने साथीहरू, झुम्ने साथीहरू, तपाईँले आनन्द खोजिरह। तपाईँ गलत भन्दिनँ म, तपाईँले खोजेको आनन्द हो, तर आनन्द तपाईँ रङ ठाउँमा खोजिरहनु भएको छ। र राइट ठाउँमा तपाईँ आउनुभयो भने त्यहाँभन्दा परमानन्द, अझै आनन्द, साक्षात् परमात्माको आभास हुने नसा पनि यो धरतीमा छ। मात्रै बाटो सही हुनुपर्छ। अर्को पटक अर्को मिठो सन्देश तपाईँलाई बाँड्नेछु। यसलाई छुट्टिन्छ।